कुन चाहिँ झोलेको फेरि टाउको दुखेछ मैले यो भन्दा अगाडि बनाएको भिडियोमा खुब चाहिँ नि उफ्री उफ्री कमेन्ट गरेछ हुन त त्यहाँ अब उलाई चाहिँ त्यो बालनको विषयमा गरेको कुरा एकदम टाउको दुख्या होला सायद त अब बालनको विरोधी पनि हुन सक्छ हैन तर यस्तो छ क्या साथीहरु हामी नेपाली जनताहरुले चाहिँ के गर्नुपर्छ भन्दाखेरि नि राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भनेर चाहिँ औम्ल्याउन सिक्नुपर्छ क्या म कुनै पार्टीको झोले होइन हैन म कसैको झोले होइन तर एउटा कुरा चाहिँ 100% के भन्छु भने नि म बालन शाह जस्तो नेतृत्व गर्न सक्ने मान्छे चाहिँ पार्टी खोलेर अगाडि आयो भने त्यसको चाहिँ झोले भन्छु म यो चाहिँ म ठोकेरै भन्छु है किन जो कसैले जस्तो सुकै विषयमा विरोध गर्नुस् हैन तर के भने कानून भन्ने कुरा चाहे राजा हो चाहे प्रधानमन्त्री हो चाहे राष्ट्रपति हो जोसुकै होस् कानून सबैलाई लाग्नु पर्छ है अहिले तिमी झोलेहरु उफ्रिराखेका छौ नि यो राजालाई यसो नगर्न हुने त्यसो गर्न नहुने आयोजक त्यो होइन यो होइन अरे आयोजकको कुरा आफ्नो ठाउँमा छ तर राजा ल्याउने विषयमा उठेको विद्रोह त हो नि हैन र अनि अर्को कुरा म चाहिँ के भन्छु भनेपछि नि एउटा साथीहरु एउटा कल्पना मजाले गर क्या है यो राजावादीको विषयमा जति पनि उफ्रिरहेका छन् जति पनि सामाजिक सञ्जालमा बोलिरहेका छन् नि कोही गतिलो मान्छे बोल्या देख्नु भएको छ कोही विश्वासिलो मान्छे बोल्या देख्नु भएको छ कोही एउटा आटिलो मान्छे यसले भनेको कुरा सत्य हो है भन्ने खालको मान्छे बोल्या देख्नु भएको छ कोही अलिकति शिक्षित अलिकति विज्ञ मान्छे बोलेको देख्नु भएको छैन नि हैन एकचोटि मूल्याङ्कन गर्नुस् त कस्ता खालका मान्छेहरु लागेका छन् यो राजावादीको पछि त्यही पनि ओरिजिनल राजावादी त यिनीहरु हुँदै होइनन् के हैन ओरिजिनल राजावादीहरु राजेन्द्र लिङ्गदेलहरु ज्ञानेन्द्र साईहरु यिनीहरु हुन् क्या ओरिजिनल राजावादीहरु भनेका है तर मैले यसो भनिरहँदाखेरि चाहिँ कसैको विरोध गरेको चाहिँ होइन कसैले मन नदुखाउनु होला कसैले चित्त नदुखाउनु होला मेन राजावादी आफ्नो ठाउँमा छन् तर अरु राजावादी यहाँ छन् त्यही पनि तपाईहरुले देख्नुभयो होला अस्ति र चाहिँ तपाईको यो राजावादी विषयमै आफ्नै झगडा थियो एकले अर्कालाई चाहिँ गाली गलौज गरिराखेको थियो हैन अब यो ओरिजिनल राजावादी कसरी भए राजा ल्याउने पक्षमा चाहिँ कसरी हिँडिराखेका छन् भन्ने कुरा हुन्छ क्या त्यहाँ विचारै के छ भने चाहिँ स्वार्थ बोकेर हिँड्निएको छ राजा ल्याउनुमा पनि एउटा स्वार्थ बोकेर हिँड्ने छ हैन त्यो भए कारणले गर्दाखेरि राजाको नजिक को पर्ने राजाले चाहिँ कसले ल्याउन सक्ने भन्ने एउटा कम्पिटिसन पनि छ क्या त्यहाँ भित्र है त्यो भए कारणले गर्दाखेरि तपाईहरु अर्को एउटा के मूल्याङ्कन गर्नुस् भनेपछि जहाँ चाहिँ तपाईको अब राजाको त्यहाँ कार्यक्रम छ हैन राजा ल्याउने भन्ने कार्यक्रम छ अब त्यहाँ गएका राजावादीहरु कस्ता छन् हेर न अर्काको प्राइभेट घर फोर्नी ढुङ्गा हान्ने आगो लगाउने त्यहाँ चाहिँ त्यो फुटिसकेपछि त्यो अवसर छोडेर त्यहाँ भित्र के छ नि त मोबाइल ल्यापटप कम्प्युटर हैन अब हुँदा लाजै मर्दो त्यो सुन्तला केरा मेवा बोकेर के हैन त्यो लाज मर्दा छी त्यसलाई पनि राजावादी भन्ने यिनी हुन् राजावादीका आन्दोलनकारीहरु यो त देश दुरै भ्रष्टाचारी चोरहरु डाँगा र खान्न नपाएका खन्जुवाहरु गएर छन् क्या त्यहाँ तपाईहरु आफै एकचोटि मूल्याङ्कन गर्नुस् कस्ता खालका मान्छेहरु चाहिँ राजावादी भित्र छिर्या रहेछन् त हैन र अर्को कुरा चाहिँ मैले राम्रोसँग बुझेको कुरा चाहिँ जुनसुकै ठाउँमा पनि तपाईको चाहिँ त्यो पुलिस प्रशासन आफै अगाडि बढेर नै त्यो उ गर्छ जस्तो मलाई लाग्दैन क्या त्यो अफसर ग्यासहरु फाल्ने गोली हान्ने त्यतिकै त पुलिसले हान्दैन यार त्यस्तो हैन त्यहाँ एउटा अन्याय अत्याचार माहौलै थाम्न गाह्रो भइसकेपछि त त्यो माथिबाट केही न केही आदेश नआइखिन त उनीहरुले पनि गोली चलाउने आदेश त उनीहरुलाई हुँदैन नि त त्यतिकै हैन र त्यतिकै गोली पड्काउँदै मार्दै गर्ने भए त पुलिसको हातमा बन्दुक थियो रिस पर्ने मान्छे बडा मार्थे होला त तिनीहरुले हैन र त्यस्तो त छैन अब भनेपछि त्यहाँ केही न केही राजावादीका टोलीहरुले चाहिँ नि एउटा उग्र नगरिकन पुलिसले भाटा पड्काएको पनि हैन गोली पड्काएको पनि होइन त्यहाँ केही न केही उग्र भयो अझ सकेसम्म त मैले देखेको कुरा चाहिँ के हो भनेपछि त्यहाँ चाहिँ नि कार्यक्रममा चाहिँ 10औं लाख 20औं लाख भन्दा बढी जनसभा चाहिँ नि जम्मा हुने सम्भावना छ कार्यक्रममा भन्ने कुरा पनि थियो तर त्यहाँ 2-4 हजार भन्दा पनि मान्छे धेरै जम्मा भएका थिएनन् त्यही पनि कतिपय रमितेहरु थिए होला अब कतिपय त्यही सुन्तलाहरु स्याउ चोर्ने चोरहरु थिए तिनीहरु नै हुन् हैन अब त्यो भए कारणले गर्दाखेरि चाहिँ नि अब यसलाई अब यहाँ कार्यक्रम सक्सेस पनि हुँदैन भने जस्तो तरिकाले पनि सफल नहुने भयो भनिसकेपछि त्यहाँ चाहिँ एउटा खालको भडास एउटा चाहिँ मान्छेलाई चाहिँ त्यो गराको कुरा देखिराखेको छ हैन अनि पुलिसले माथि गएर लुकेर हान्यो कहाँ कसले के हान्यो रे भन्दा भन्छ क्या अनि पत्रकार चाहिँ किन मरेको त्यहाँ हैन पुलिस चाहिँ मर्नु पर्यो नि त पत्रकारको ठाउँमा यदि पुलिसहरु त्यो ठाउँमा थिए भनेपछि हैन त्यहाँ त जानी चाहिँ पत्रकारलाई
रहस्यमै मारिएको छ नि त बिचरा उसलाई त, हैन? हो त्यो भएको कारणले गर्दाखेरि मैले चाहिँ बोल्न खोजेको कुरा के हो भन्दाखेरि नि, तपाईहरु एउटा कुरा साथीहरु, नेपालका जति पनि, नेपाल हाम्रो राष्ट्र हो, नेपाल रह्यो भने हामी रहन्छौं, हैन? नेपालको सिस्टम राम्रो भयो भने हामी चाहिँ राम्रो सिस्टममा चल्न सक्छौं। र त्यसका लागि चाहिँ नि राम्रो सिस्टम बनाउनका लागि चाहिँ म तपाईहरुलाई के भन्छु नि, मान्छे चेन्ज गरेर, पार्टी चेन्ज गरेर, राजा ल्याएर, राजा फालेर परिवर्तन हुने हैन क्या। परिवर्तन, देशलाई परिवर्तन गर्नका लागि सबैभन्दा पहिला चाहिँ जनता सजग हुनुपर्ने छ, जनता परिवर्तन हुनुपर्ने छ। यहाँ नेताले गर्दाखेरि देश बिग्रिया छैन नि त। हामी जनता सजग भएर एक ठाउँमा उभिदियौं, हैन? हामी गलत नगरौं, आफ्नो जस्तै भनौं न, हामी कुनै सरकारी कार्यालयमा काम गर्न गयो भनेपछि आफ्नो काम छिटो सकाउनका लागि हामी घुस ल सर बरु अलिकति के हेर्दिनु पर्यो, मेरो काम गरिदिनु पर्यो, हामी भन्दैनौं? हामी एकछिन एक आधी घण्टा चाहिँ लाइनमा उभिन गाह्रो मान्छौं। भ्रष्टाचार त हामीले बढाएको हो नि त, हैन र? हो, यो कुराहरूलाई कसैले चाहिँ भ्रष्टाचार गर्दैछ, उसले पैसा माग्दैछ भनेपछि बरु तेरो कार्य के हो, तेरो पद के हो, तैले गर्नुपर्ने काम के हो भनेर डाइरेक्ट भिडियो खिच्ने, बरु मर्नु पर्यो त्यस्तो ठाउँमा मर्ने, हैन? उनीहरूको विरोध गर्ने के, उनीहरूले गलत गर्छन् भनेपछि त उनीहरूले कसरी गलत गर्न सक्छन् त्यस्तो हामीले गरिदियौं भनेपछि, हैन? र अर्को कुरा के छ भनेपछि हामीले चाहिँ नि यो पार्टी खोज्दै जाने, राजा खोज्दै जाने भन्दा पनि एउटा राम्रो नेतृत्व गर्न सक्ने मान्छे चाहिएको छ क्या हामीलाई। हिम्मतवाला, दमवाला, गुण्डागर्दी गर्ने ठाउँमा पनि गुण्डागर्दी गर्न सक्ने, तर शैक्षिक योग्यताले है। एउटा त्यो भित्र हुन्छ नि खुबीले गर्ने गुण्डागर्दी भन्छु मैले। त्यो गुण्डागर्दी भनेको मान्छे मार्दै जाने, मान्छेलाई फेल्दै जाने, त्यो होइन। गुण्डागर्दी पनि यो खालको गुण्डागर्दी होस् कि मुटुमा दम भएको, नडराउने, आटिलो, मर्नु पर्यो पनि सिरै काट्योस् तर नडराउने, त्यस्तो खालको नेतृत्व गर्न सक्ने मान्छे हामीले खोज्नु पर्छ। र अहिले एउटा कुरा यति सोच्नुस्, नेपालमा 77 वटा जिल्ला छन् र 77 वटा जिल्लामा अब कति धेरै मेयरहरू होलान्, कति के होलान्, हैन? अब हाम्रो काठमाडौँ जिल्लाको एउटा महानगरपालिका भित्रमा एउटा बालेन शाह मेयर छन् र यिनी मेयरले देशभरि तहल्का पिर्देका छन्। तर महानगर भित्र, पहिलाको महानगर हेर, अहिलेको महानगर हेर, काठमाडौँ पहिला त्यो तारले जेलिरहेको अवस्था कस्तो थियो। अनि तपाईको अरु कुरा टाढाको किन गर्नु, अस्ति भर्खरै त्यत्रो बाढी पहिरो आयो, त्यो बाढी पहिरोले आमामामा सम्हाल्न नसक्ने अवस्था बनाएको थियो। यदि बेला बालेनको ठाउँमा अर्को मान्छे मेयर हुन्थ्यो भनेपछि त्यहाँ सरसफाई हुन्थेन, अझै पनि धुवा धुलो उडेर खानु पर्थ्यो हामीले। तर बालेन शाहले चलचिटिक्क पारेर चाहिँ एकदमै जनताहरूलाई आवत जावत गर्ने, हिँडडुल गर्ने कति राम्रो बनाइदिए। पहिला चाहिँ कति धुलो उड्थ्यो, कलङ्कीदेखि बस पार्कसम्म हाम्रो चक्रपथतिरको बाटो हेर्नुहोस् कस्तो थियो धुलो, अहिले के छ अवस्था भनेपछि यो कुराहरूलाई हेर्नु पर्यो, हैन? बालेन शाहले गरेको काम एकदमै सराहनीय काम छ क्या साथीहरु। मैले त्यो भएको कारणले गर्दाखेरि भने कि अब बालेनजीले त पार्टी खोल्नु होला नखोल्नु होला, यो पार्टीमा लाग्नु होला नलाग्नु होला त्यो आफ्नो ठाउँमा छ। तर यदि पार्टी खोलेर उहाँ चाहिँ अगाडि आउनु भयो भने सिधै प्रधानमन्त्री बनाएर राख्नुपर्छ। कसम एकचोटि चेक गरौँ भन्छु क्या म त। यदि उहाँ पार्टी खोलेर आउनु भयो भने हामी सर्वसाधारण जनता सबैदेखि लागेर एकचोटि बालेनलाई प्रधानमन्त्री बनाउने प्रयास गरौँ। देशमा उहाँले अरूले कानूनलाई लागू नगरे पनि बालेनले गर्छ क्या। त्यो भएको कारणले गर्दाखेरि बालेन सरलाई चाहिँ जिताउनका लागि अगाडि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। किनकि सधैँभरि एउटा नायक आउँदैन देशमा, अहिले आएको छ बालेन शाह। बालेन शाह जस्तो नायक अर्को फेरि आउँदैन। त्यसकारणले गर्दा बालेन शाहलाई बरु हामीले होइन यस्तो कुरा क्या, मैले एउटा के भन्छु भने चाहिँ पार्टी खोल्यो नि नयाँ पार्टी खोल्नुपर्छ भन्ने पनि छैन। लु एमाले पार्टीमै जाओस्, कांग्रेस पार्टीमै जाओस्, हैन माओवादी पार्टीमै जाओस्, तर जुनसुकै पार्टीमा गए पनि नेतृत्व राम्रो गर्ने मान्छे हुनु पर्यो भन्ने मेरो विचार हो। पार्टीले केही फरक पार्दैन, व्यक्तिले फरक पार्ने हो, विचारले फरक पार्ने हो। त्यसकारणले गर्दाखेरि चाहिँ यो पार्टी फरक बनाउँदै नयाँ दल खोल्दै अनि त्यहाँबाट त्यो भिड्दै गर्ने भनेको त्यो स्वार्थी हो क्या। त्यो सिधा बुझ्नुस्, एउटा चाहिँ आफूले आफ्नै खालको राज गर्नुपर्छ, खानुपर्छ भन्ने सोच विचार बनाएको मान्छे हो। ल साथीहरु, भिडियो धेरै लामो भयो हैन, मैले अगाडिका झोलेहरुलाई चाहिँ नि यो भन्न लागि बनाएको भिडियो, तर यहाँ विषयवस्तु अर्कै आयो कुरा गर्दा गर्दै।
मेरो कुरा कस्तो लाग्यो हैन। यो भिडियोलाई लाइक कमेन्ट शेयर अनि यस च्यानललाई सब्स्क्राइब गरी